Back to my channel LNYT र के हुँदैछ सबैको हल्ले चल्ने म फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर No, my entry is not that. Yo, what's up again? रागे आइ पनि हैन फेरि मिस्टर जुनियर दाइको हुनुहुन्छ त मेरो Hello guys, welcome back to my channel LNYT र म फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर मेरो चाहिँ फेरि लास्ट चाहिँ कन्टेन्टै हुन्न क्या यहाँ चाहिँ मेरो कन्टेन्ट भनेकै कम्युनिटी भ्लग हैन टोलतिरको भ्लग त्यसो हुन्छ आज पनि त्यही नै हो है अलि सुनसान छ बाटो म मात्रै एक्लै हो यहाँ फेरि आजको बेला यतापट्टि बसेर हामी जेतोमा गर्दै बस्नु खतरा हुन्छ नि मेरो हैन मेरो चाहिँ फेरि कन्टेन्टै हुन्न क्या घुम्न जाने बेलामा पनि मैले धेरै मोबाइल पाउन्न र जसलाई थाहा छैन यो मेरो मोबाइल होइन यो चाहिँ मेरो हजुरआमाको मोबाइल हो हैन मेरो आमाको मोबाइल हो अछु जाडो भएको जाडो भयो जाडो हैन यो चाहिँ मेरो मोबाइल होइन मैले चाहिँ खेलाउन पाउँछु फ्री फायर खेल्न पाउँछु टिकटक बनाउन टिकटक हेर्न पाउँछु अनि अर्को भ्लग बनाउन पाउँछु यो तीनटा कुराको लागि चाहिँ मैले मोबाइल पाइरहेको हुन्छु अनि अर्को मम्मीसँग बोल्न मेरो आफ्नै ल्यापटप पनि छ तर त्यसमा चाहिँ म भिडियोहरू हाल्छु क्या मेरो भिडियोको क्वालिटी राम्रो आउन हैन बिकज मैले एडिटिङै गर्दिनँ क्या हुन्छ नि डाइरेक्ट त्यो टाइटल हाल्यो सिद्धो मेरो एडिटिङ भनेकै त्यही हो मेरो एडिटिङ त्यही नै हो यहाँ मोबाइल सक्ने हात चिसो भएको अङ्कल हेलो गाइज है म चाहिँ दोकानमा आइसकेको छु अलराइट पैसा खस्यो हामी जेतोमा $5 नि प्राइस फर रिच किड भन्न मिलेन आमाको मेरो पनि छन त छ तर अहिले नट हियर भुडकोमा अहिले भुडकोमा छ अहिले यता छैन यत्रो धेरै दुध आम्मामा सक्छ त कसले सक्दैन नि फेरि वेट गाइस एकैछिनलाई एकैछिन ल वेट गाइस फेरि ल म चाहिँ पैसा लिएर चल्दैछु दुध लिएर चल्दैछु है मेन रोडबाट चाहिँ यो सडक देख्यो हो त्यहाँ चाहिँ खुल्ने बाटो थियो तर अहिले बन्द छ हैन एउटा बाजे आएको त्यो बाजेसँग मलाई आस्ते रिसिभ भनेर त नमिल्ने हो त्यही पनि एकछिन यतै म यसो माथितिर चल्देर आउँछु नि त है चलेर आइदिइहाल्छु नि त म हुन्छ यसो माथितिर जाऊँ यस्तरी मेन रोड अझै एक राउन्ड घुमौँ अनि अस्ति नै पनि मैले त्यही गरे हो यो पालि माथि गएको थिएँ अस्तिको पालि माथि गएको थिएँ म यो पालि तल जाऊँ क्या हो तल जाऊँ न म तल फेरि यो माथि आउने बाटै छैन क्या त्यो खोल्यो भने पनि अर्काको खोलिदिनु माथि आउने बाटै आउनु लौरेको लागि होला है त्यही त ल सही दाइ आइ एम योर सपोर्टर नाउ देखेको थिएँ त्यही पनि अब म तपाईँको सपोर्टर भयो ल भाइ भिडियो हेर्दै हुनुहुन्छ भने भिडियो त हेर्नु नै हुन्न मेरो तपाईँहरूले त लाइक सब्सक्राइब गर्नुहुन्न दादा चाहिँ के गर्नु होला र यो अहिलेको बाटो चाहिँ म आएको भनेको यो माथिको यताबाट हो अहिले यतातिर तलबाट जाँदैछु म तलपट्टि पनि त्यहाँ जानु गयो यताबाट बाटै छैन बाटो
त छ तर म योपालिको जम्पै गर्न सक्दिनँ क्या अहिले मलाई बिहान बिहान यत्तिकै बेसरी मुठी पार्न चाहिँ कस्तो गाह्रो हुन्छ कसलाई त्यस्तो हुन्छ कमेन्ट गरौँ ल म चाहिँ यही अगाडि पुगेँ अब चल्दै खानिदिनुपर्छ यतातिर घरतिर चल्दै आन्टी चाहिँ अघि नै पनि मलाई हेर्नु भयो के भयो आन्टी के भयो आन्टी तिमीलाई हेरेर बसेर के गरेको मैले भिडियो बनाएको नि म युट्युबर हो हजुर सब्सक्राइब गर्नु पर्यो ल आन्टी ल नाम के छ बाबुको एलेन वाइटी छ हस् आन्टी ल म गएको ल हस् राम्रो प्रमोसन हालेर गइदिइहाल्छु आन्टीको चाहिँ यो हजुर यो वाक चिली हाउस फास्ट फुड एन्ड रेस्टुरेन्ट सम्पर्क नम्बर होइन यस्तो छ यहाँ चाहिँ पुरै आउनु सक्नुहुन्छ यो दोकानहरूको अगाडिपट्टि छ यतापट्टि आन्टीको हो ल आन्टी म गएको ल बाई बाई आन्टी यसरी भेट्यो भने चाहिँ राम्रो हुन्छ क्या म फेरि फ्रेन्डली क्याटलिङ तर फ्रेन्डली मार्नु पऱ्यो भने हानिदिन्छु अन्त साँच्ची म मजाक गरेँ होइन म राम्रो पनि छु नराम्रो पनि छु क्या म आफूलाई अरूलाई देखाउनलाई त्यस्तो म राम्रो मात्र हो भन्न चाहदिनँ म जे हो म त्यो बोलिदिन्छु क्या यहाँ मलाई बाल्लै फरक छ क्या फेरि म 50% फेरि राम्रो हो 50% नराम्रो पनि हो क्या म नराम्रो भन्नाले त्यो मुख छानी नराम्रो होइन 50% राम्रोसँग बोल्छु होइन सबैसँग 50% मेरो माइन्ड फ्रेस भएको बेलामा म सबैसँग राम्रोसँग बोल्छु होइन अर्को 50% भनेको मलाई दिमाग यस्तो ह्याङ भइरहेको हुन्छ अनि को मसँग निहोज नआइरहेको हुन्छ होइन मेन त त्यो बिबोस कुवर होइन हो त्यसलाई चाहिँ त्यो चाहिँ कस्तो हो भन्दाखेरि मसँग त्यतिखेर पनि निहोज नआउँछ क्या अनि त्यसको र मेरो कतिचोटि फाइट पनि परे अब तपाईँहरूले सोच्नु होला एलेन नै हार्यो होला भन्ने द्याट इज रङ म हारेन त्यो हार्यो त्यो कस्तो त्यो हाँस्दाखेरि कस्तो देखिन्छ तपाईँहरूले देखेको भए चाहिँ तपाईँहरू त बेहोसै हुनुहुन्थ्यो डिम्पल बस्छ त्यसको राम्रो हो तर कस्तो गर्छ क्या त्यसले हुन्छ नि लाइक अब के भनौँ मैले पनि भन्न त नहुने हो तर भन्ने पनि के भनौँ भोलि कुट्न आयो भने म त्यसलाई कुटेर पठाइदिन्छु म एम्स्टरडाममा साँच्चै रतन कार्की दाईको पनि अस्ति भिडियो आएको थियो है जेम्सी दाईसँग एन्ड आई एम बिग फ्यान अफ बोथ अफ देम होइन म चाहिँ दुइटैको बिग फ्यान हो नो हेट टु अदर्स तर मलाई बेसी मन पर्दैन गाइज को रोनाल्डो फ्यान हो लाइक गरम को मेस्सी फ्यान हो सब्सक्राइब त नगरौँ सब्सक्राइब गऱ्यो भने थाहा नै पाउन्न है जो मेस्सी फ्यान हो गरेर कमेन्ट गर्नुहोस् जो रोनाल्डो फ्यान हो लाइक गर्नुहोस् र म चाहिँ माथि गएको अब मैले ड्युटी ल्याइसकेँ आजको भ्लग चाहिँ यतितिर व्यवस्था गर्नुपर्ने हुन्छ म त अब गेम खेल्छु के गर्छु ल यहाँ चाहिँ हाम्रो आमा हेलो भन्नुहोस् हेलो यस्तै छ हाम्रो घरको होइन यस्तै छ घर यतापट्टि मोमो चाहिँ अस्ति बनाएको हामीले स्याटरडे आफै बनाएको अनि खाएको ल है त गाइस आजको लागि यति नै जो नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गरिदिनुहोस् जो पुरानै हुनुहुन्छ लाइक सेयर कमेन्ट गर्नुहोस् है नयाँले पनि त्यही गर्दै पनि हुन्छ त होइन र हो कि होइन हो कि होइन जो नयाँ हुनुहुन्छ सब्सक्राइब गर्ने होइन जो पुरानो हुनुहुन्छ उहाँले चाहिँ लाइक सेयर कमेन्ट गर्ने होइन अनि नयाँले पनि लाइक सेयर कमेन्ट गर्ने फरक पर्दैन साथै साथ सब्सक्राइब पनि गर्ने आमा यस्तो गर्नु है मैले यस्तो गर्छु तपाईँले यस्तो गर्नु है ल गर्नु